भयो भन्नुस् मैले चिने दिगन दाइ हेलो 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 के देखाको कस्तो छ सर समीर सर काका नाना मिठो ह्यापी बर्थडे हाम्रो च्यानललाई थ्यांक यू अर्को वर्षलाई यो चाहिँ लगेर फ्रिजमा दौडानमा भयो हजुर मुम्बई की प्यारी एकदमै ब्युटिफुल सबैको प्यारी मान्छे मेरो आमालाई म धेरै धेरै सम्झी चाहिँ मैले आजको बर्थडे सेलिब्रेसन स्टार्ट गर्न गइरहेको छु Hello everyone, welcome back to my Sri Entertainment YouTube channel and welcome in my another new vlog साथीहरु. So guys, आजको मेरो vlog चाहिँ के स्पेशल रहेको छ भनेर of course तपाईहरुले मेरो आजको भिडियो thumbnail भिडियो हाइलाइट देखेर नै तपाईहरुलाई स्योर भइसकेको छ. So yes, today is my birthday and रातिको 12 बजे सँगसँगै मलाई चाहिँ शर्मिलाले चाहिँ यसरी सरप्राइज दिन गइरहेको छ. So thank you very much शर्मिला इसारा. मलाई चाहिँ कुनै पनि आइडिया थिएन कि उसले मलाई रातिको 12 बजे यसरी सरप्राइज गर्छ भनेर. सो एकदमै ह्याप्पी हैन अनि त्यसपछि थ्याङ्कफुल शर्मिला मलाई गिफ्ट पनि राति पनि गिफ्ट डेमा पनि गिफ्ट अनएक्सपेक्टेड हैन. एन्ड गाइस यो पटकको मेरो बर्थडेमा चाहिँ 3वटा केक कट हुन गइरहेको छ. एउटा कटिङ भइसक्यो, अब बाँकी 2टा अनि 2टा चाहिँ कसले भनेर चाहिँ तपाईहरुले मेरो भिडियोलाई अन्तिमसम्म हेर्नु पर्ने नै हुन्छ. आई होप कि तपाईहरुले मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट एन्ड अगेन ह्यापी बर्थडे भनेर कमेन्ट गरिदिनु हुनेछ है त. अनि थ्याङ्क यू एभ्रीवान हैन जसले चाहिँ मलाई आजको दिनमा विश गरिरहनु भएको छ गर्नुभयो. अनि थ्याङ्क यू एभ्रीवान मेरो बर्थडे को लागि चाहिँ मैले जसलाई अब इन्भाइट गरे सबैजना अटेन्ड भइदिनु भयो. सो ह्यापी फर दिस इज. अनि मलाई आजको दिनमा जन्मदिन हुने मेरो आमालाई म धेरै धेरै सम्झी चाहिँ मैले आजको बर्थडे सेलिब्रेसन स्टार्ट गर्न गइरहेको छु है त. सबैजनाले हेरेर इन्जोय गरिदिनु होला एन्ड से ह्यापी बर्थडे. स्वास्थ्य दीर्घायुको कामना. अनि त्यस पछाडि हामी चाहिँ अहिले तपाईँलाई स्पेसल यहाँबाट है मलाई जन्म दिनुहुने हाम्रो आमालाई यहाँबाट सम्झिँदैछ. Beautiful another girl is here. Baby hang my right. Hello, how are you? Nani, अहिले त हेर्नु हेलो झन्डै नआउनु भएको तपाईँ नआउनु भएको भए साँच्चीकै म कति 95% मात्रै पुरा 5% चाहिँ तपाईँले लिएर जानुहुन्थ्यो. हेलो वेलकम टु माई भ्लग. Thank you so much. Say something about my birthday. I'm really happy to know the day. Thank you. And पहिलो केक खाने मान्छे. oh my god. Welcome to my vlog, my beautiful friend Tara. Happy birthday Sanila. Thank you. हैन अहिले चाहिँ हामी सबै ग्रुप कलेक्सन वेटिङमा छौँ हैन. अनि त अरूहरू चाहिँ हामीले वेट गरिरहेको छौँ. अनि यहाँनिर 1 by 1 ब्युटिफुल गर्ल यहाँनिर हामी चाहिँ अघि एटेन्ड भइसकेको छौँ हैन टाउकोसँग नै. अनि सक्नु काम डाउन यहाँ तलपट्टि आउनु न काम. यहाँ कस्तो लाइट आउँछ. हेलो 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 मैले यहाँ सबैजनालाई लिइराखेको छु हैन. हेलो लभली हेलो प्यारी प्यारी ह्यापी बर्थडे. थ्याङ्क यू. कति एक्साइटेड ब्युटिफुल ह्यापी बर्थडे सानु. थ्याङ्क यू बर्थडे आज तपाईको प्यारी म मेरो प्यारी उहाँ. हेर्ने एङ्गल हो क्या उहाँ केटा भइदिनु भएको है बिताउने कहाँ बसेर उठेर हेर्न पाइन्छ. तपाईँले हेर्न पाउने भनेको टाढाबाट त्यो पनि उभिएर मात्र यसरी हेर्नु. जति अग्लो भएर पनि पुग्दैन क्या यो अग्लो मान्छेहरूलाई नि. अब तिमीलाई पनि म देखाइदिन्छु. अहिले त चान्स हुँदैन फेरि. हेलो 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 से ह्यापी बर्थडे. आम्मै नि मेरो छोरी कहिले यत्रो हुन्छ यो प्लान छिपुनु त यहाँ मलाई माया गर्छ. फाइनली अब चाहिँ केक कटिङ टाइम हुन लागेको छ हैन. सो अहिले चाहिँ उहाँ एकदम मिस नेपाल ओके. सो म चाहिँ अब यहाँनिर केक खोल्न गइरहेको छ. केक चाहिँ ओपन हुँदैछ. यो डोरीले हामीलाई एकदम दुःख दिइरहेको छ.
सिर्जना इसारा अहिले त पढाउने बेला चाहिँ यसरी छोप्नु है यसरी हुन्छ गाउँले मायाको मायामा यो चाहिँ बर्थडे गर्ल बाहिर हुनुहुन्छ बर्थडे गर्लको पर्खाइमा सबैजना सानीको हेरे पनि टिस्यु पेपर मेरो गोजी भए पो तारालाई दिनु त ताराले भन्छ त्यसरी छैन त पैसा यो गोजी हुन्छ त्यस्तोमा मानव चाहिँ म्याम यता आउँदै हुनुहुन्छ दुईजना म्यामहरूले के ल्याउँदै हुन्छ है भित्र के छ अरे मोहन जुन है दाइ मोहन पर्छु म त यस्तो तारा दिनु न ए दिगन दाइसँग सर ऊ माथि त दाइ ऊ दाइ सेतो दाइसँग माग्नु दिगन दाइ फोटो यतो फोन नगर्नु अरे फोन उयो माथि छ
सबैले लाइट त गालै भरि आजको दिन त भाइरल हो हेलो 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 के देखाएको यो गालामा सेलो मन चाहिँ दिने कुरा हुँदैन नि त यहाँबाट अरू आकृति यता आऊ न यता राम्रो निकालिनु राम्रो निकालिनु अरे तपाईँलाई क्या सास्तो भयो भनेपछि मैले चिने नहेर्नु नहेर्नु हाँसेपछि मैले थाहा पाएँ सबैजना जानु न सबैजना बेबी डान्स गर्दैछ कसलाई हुनुहुन्छ उहाँले यतिकै मुटु Happy birthday, Steven Aisara, ma'am. यो चाहिँ अर्को वर्ष यो चाहिँ लगेर फ्रिजमा म त यसलाई के खान्छु नि त खानु म त बिहा गर्छु
अब चाहिँ केक काटिसकेर अब हामी त्यस्तो सिस्टोहरू खानेछौँ गाइस। त्यसपछि हामी खाना खाएर त्यसपछि रमाइलो गरेर हामी घर जानेछौँ। हेर्नु न के थियो त्यसपछि हामी घर जानेछौँ। रातो मान्छेहरू देखा हुँदैछ मलाई के खाने चाहिँ आफै खान सकेको हजुर। सरी मिला दिदी शक्ति दादा सर मिला दिदीको नानु खानुहोस् है खानु। सर नाना चाहिँ आज काठमाडौँबाट आइपुग्नु भएको तर क्याब चाहिँ सेम मेरो जस्तै तपाईँले लिनुभएछ। नाना निचाको सेम सेम भइरहेछ। ल खाना कस्तो छ सर? समीर सर काका नाना मिठो आमा ह्याप्पी बर्थडे। अनि बिचरा यहाँ हाम्रो अरविन्द सर चाहिँ मात्रै जुस र फ्रुट लिँदै हुनुहुन्छ। कारण किन हो उयो के भन्छ उहाँले कमेन्टमा आएर भन्नुहुन्छ। हेलो हेलो भाइहरू हेलो थ्याङ्क यू सो मच। हेलो ब्युटिफुल गर्ल्स। ब्युटिफुल भन्दाखेरि त झन् आँखा ठुलो ठुलो पारेर हेर्ने हो क्या। जस्ट लाइक द्याट। हेलो पनन भाइ आउनु भयो धेरै खुसी लाग्यो। कस्तो छ अनि मेरो बर्थडेको फर्स्ट केक खाने मान्छे फर्स्ट बाइट खाने मान्छे तिमीलाई त लागिहाल्छ नि। हजुर नाचेर माफी माग्नुहोस् ल। हेलो हेलो सर मिस हेलो दाजु छिटो छिटो खाना खानुहोस्। तपाईँहरू चाहिँ किन खाना आएर होइन? हेलो 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 ब्युटिफुल गर्ल्स। खानाको टेस्ट कस्तो छ? मेरो बर्थडेको टेस्ट कस्तो छ? तपाईँहरू चाहिँ किन खाना नखानु हुने? झन् हजुर बहिनीको तपाईँहरू चाहिँ कताबाट आउँदै हुनुहुन्छ? खुसी हुनु पर्यो है। यता यता हुनुहुन्छ। हेलो 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 रामा हेलो अर्पित सर यसो गर्नु। हेलो सर तपाईँ भोकको के अनि होइन मैले लिइराखेको अझै जस्तो मस्त होइन हेर्न इनफ भइरहेछ है। थ्याङ्क यू सो मच फर आइदिनु भएको हाम्रो आमा यहाँ एकदमै एक्टिभ आमा है। जतिखेर पनि टिकटक बनाइरहेको छ आमा। उहाँको के भन्छ टिकटक आइडिसकेको छ माया पुया। सबैजनाले भिजिट गरेर उहाँको एकचोटि कलालाई सम्मानका साथ हेरिदिनु हुन म हार्दिक विनम्र अनुरोध गर्दै यता पनि एकदम भयङ्कर अभि भयङ्कर भनिदिनु भएको चाहिँ भयङ्कर नै भयङ्कर। हेलो हेलो आमा झन्डैले तपाईँ आउनु भएन तर आउनु भयो। सो ह्याप्पी। अब तपाईँको जाने टाइम पनि भइसक्यो होइन। ह्याप्पीली जानुहोस् शुभयात्रा राम्रोसँग जानुहोस्। तपाईँलाई कसले पुऱ्याइदिरहेछ त्यो चाहिँ म भन्दिनँ। ल यता यता एकचोटि तपाईँहरू पनि साथी हुनुहुन्छ? जाँदैछौँ हामी। ओके थ्याङ्क यू सो मच आइदिनु भएकोमा धेरै धेरै ह्याप्पी है। ह्याप्पी बर्थडे हाम्रो च्यानललाई। थ्याङ्क यू ल दाजु गुड नाइट। जानु रहेछ है हाम्रो दाजुहरू चाहिँ। बाबा पाइहाल्नु भयो कति इनोसेन्ट के उहाँ त हो। मैले तपाईँलाई देखेदेखि चिनेदेखि भेटेदेखि इनोसेन्ट नै। थ्याङ्क यू यही एक्सपेक्ट गरिरहेको थिएँ खासमा। उहाँहरू जानुहुँदैछ। हेलो अब उहाँहरू चाहिँ जाँदै हुनुहुन्छ है। ब्युटिफुल सबैको प्यारी मान्छे ओके बाई बाई गुड नाइट राम्रोसँग जानुहोस्।
तपाईहरुले कहिलेको खाना खानु भएको यो हामी त कति के भन्छ इनोसेन्ट रस तपाईहरुले के भनेको छैन देउरालीमा भयो हजुर मम्मी किन तल्लो रोडदेखि खाना राखिदिनु पर्छ अहिले चाहिँ हामीहरू बसिरहेको छौँ यहाँनिर शर्मिला है शर्मिला अब चाहिँ हाम्रो सानीको बर्थडे हो एकदम खतरा भयो अनि अहिले चाहिँ ठ्याक्क दिइरहेछ अनि इन्जोय कस्तो भयो आज तारा रमाइलो अनि साथीको मैले त्यति नै भिडियो गरिदिरहेको छु साथीले लगाउनुहुन्छ लगाउनु थाहा भएन सरी हेलो ल मिसको बर्थडे एकदम रमाइलो भयो होइन धेरै नाच्यो पनि धेरै खाइयो यस्तो भयो कि टाइम चाहिँ एकदमै लेट भयो होइन इन्डिङ चाहिँ हामी गरौँ ल सर यस्तो भयो कि अब टाइम चाहिँ एकदमै ढिला भइसकेको छ सो मैले जति पनि साथीहरूलाई निम्तो दिएँ होइन अनि सबैजना आइदिनु भयो सो ह्याप्पी यसको लागि अनि यति धेरै अबेलासम्म यो टाइम चाहिँ म खुलाउँदिनँ तर धेरै ढिला चाहिँ भइसकेको छ यो टाइमसम्म अनि होटल पनि हाम्रो लागि अनि खुल्ला नै रह्यो होइन त्यसको लागि पनि यहाँ के भन्छ होटल चन्द्रमा ओनर नवराज सरलाई धेरै धेरै धन्यवाद अनि हजुर उहाँ हुनुहुन्छ सायद धेरै इरिटेट हुनुभयो इरिटेट फिल नगर्नु होला अनि अब बर्थडे सेलिब्रेसन हो अलिकति साथीहरूले भने जस्तो पनि हुनै पर्यो होइन अझै डान्स उहाँहरूले माग्दै हुनुहुन्थ्यो त्यो अब भएन ठिकै छ जे भयो राम्रो भयो 1 वर्ष तपाईँले उनीहरू सकाउनु भएको तपाईँलाई फेरि पनि बधाई छ ह्याप्पी बर्थडे मिस थ्याङ्क यू सो मच सर ल ओके थ्याङ्क यू एभ्री वान त जसले चाहिँ अहिलेसम्म मेरो भ्लग हेरेर साथ सपोर्ट गरिदिनु भयो अनि एकदमै मनदेखि धन्यवाद अनि म फेरि छिट्टै नेक्स्ट भिडियो लिएर आउने बाचक साथ अहिलेलाई यो भ्लग भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु गुड नाइट एभ्री वान